गल्ली गल्लीमा हल्ली हल्ली हिँड्ने मेरो सोल्टाको लागि जसलाई समाजले भन्दछ हाउडेको हुँ त्यो हुलाई 9 छ भने 10 बनाउन 9 छ भने 100 बनाउन म पनि पर्दछु जुन ठाउँमा जन्मे त्यही ठाउँमा हुर्के सडकमा तिमा खुर्के ठुल दाइको औकातमा म त सानो पुर्के सङ्गत तपाईँको लाग्थ्यो रमाइलो दुईटा आमाको हामी एउटै साखे भाइ हो तपाईँ जस्तो दाइ पाउनु हामीलाई बधाई भो लफडा गर्दै टोलमा तिन पानीको झोल खा एकेको डर बोल्न छप सधैँ तयार थियो खुकुरीको खोलमा जक्सन हाम्रो रड्डी बेलुका कान्छीको भट्टी भोलि 5 स्टार टेन्डर पैसाको गड्डी त कहिले भात बासी हातमा हात गासी हुकुम चल्ने हाम्रो सुकुमदेखि हुकुम बासी हर कुनामा भाग्य थियो चुनामा ढिलो खाट कहिले रात बित्यो चिसो थुनामा निन्द्रमा झुल्दै कपडा मैला थोप्रा मेरो फुल्दै भुल्दै थियम कानुन नियम म र मेरो ठुल दाइ हाम्रो यो जीवनहरू भन्दा निकै भिन्न छ समाजले हामीलाई हाउडे भनी किन चिन्दछ हाम्रो यो जीवनहरू भन्दा निकै भिन्न छ समाजले हामीलाई हाउडे भनी किन चिन्दछ हरेक जुनेली रातमा सोल्टाको साथ जब किटाको मात तब असली औकातमा पिताको साथ अनि थल्थेमे खाटमा दुई जुए काटमा साथीको छाया 24 घण्टै दायाँ बायाँ खुसी र आँसुको बर्सातमा बर्सात थानी एक गिला स्वाट भैँसीको सुकुटी साँधेको भट्ट चिलिममा एक सरको आँखा त लट्ठ हामी त हाउडे रे समाजले धुकेको तोरी लाउरे मायाको भोकमरीले सुकेको खाली खल्ती हर पाइलामा गल्तीले लुकेको झुकेको यो खपड कहिले झुकेन सुब्रोको थप्पड कहिले पुगेन यो गालामा चल पल त हर पल त्यो चालामा हातमा बाला घाँटीमा माला ट्याटु छातीको छालामा पोखरा बजार 2060 को पालामा हाम्रो यो जीवनहरू भन्दा निकै भिन्न छ समाजले हामीलाई हाउडे भनी किन चिन्दछ हाम्रो यो जीवनहरू भन्दा निकै भिन्न छ समाजले हामीलाई हाउडे भनी किन चिन्दछ उमेरले 16-17 टोल टोलमा मचाउँदै भद्रकोल यहाँ पैसाको अभावमा पैसाको दबाब के आउँछ र जवाब प्रेम पत्रको जवानी गयो व्यर्थ नबुझी त्यसको अर्थ मार्दैन इच्छा सुझार्दैन मर्द फुटेको सपना टाल्न खोज्छौँ हामी हर घडी लङ्काउँछु हात किन सधैँ लाग्छ हतकडी जडिया बाउ आलो घाउ बाल्ने काल बित्यो गुच्चालाई डोल्दै आमा गइन्डे पहिला आँखा नखोल्दै पीडा र शोषण पाइन घामको रोशन रक्सीको मातमा भएको मेरो पालन पोषण अब नदे मलाई दोष जब सम्हाले त्यो होस् आफ्नो गरिबीदेखि थिए निकै असन्तोष मेरो साथी तोपे अनि मालेदेखि जङ्कीसम्म माया लाग्छ सोल्टा तेरो भन्दा मेरो नौटङ्की छम्मा हाम्रो यो जीवनहरू भन्दा निकै भिन्न छ समाजले हामीलाई हाउडे भनी किन चिन्दछ हाम्रो यो जीवनहरू भन्दा निकै भिन्न छ समाजले हामीलाई हाउडे भनी किन चिन्दछ